सो लेट्स सी अब नेप्सी चाहिँ के गरिरहेछ र कहाँ जान्छ भन्दाखेरि चाहिँ यो हामी चेक गर्नेवाला छौँ। यता चाहिँ सपोर्ट लाइन चाहिँ यो सपोर्ट लाइनमा चाहिँ ब्रेक गरेर डाउन साइडमा चाहिँ गइरहेको छ अहिले हुन्छ नि या यो सपोर्ट लाइनमा चाहिँ ब्रेक गरेर डाउन साइड गइरहेछ। यो रिटेस्ट पनि हुनसक्छ, यो यदि रिटेस्ट हो भने चाहिँ स्टिल मार्केट फेरि डाउनमै जान्छ। तर म्याकडीमा हेर्दाखेरि चाहिँ म्याकडीले चाहिँ अप देखाइरहेको छ, बट म्याकडीले अप देखाइरहेको छ हिस्टोग्राममा पनि सबैजनालाई ग्रिनै छ। बट के छ भन्दाखेरि चाहिँ बाइङ प्रेसर चाहिँ हाई छैन। सो पुश अप चाहिँ गएको छैन, स्टिल लाइक प्राइस चाहिँ डाउनै भइरहेको छ। सो इफ दिस इज रिटेस्ट, यदि यो रिटेस्ट हो भने चाहिँ प्राइस अझै स्टिल तल आउँछ। यो लोसम्म चाहिँ वी क्यान सी है, यो लोसम्म चाहिँ स्टिल तल आउने चान्स चाहिँ छ। सो यो लोमा चाहिँ फेरि बााउन्स ब्याक भएर चाहिँ अप जान सक्ला। सो बाई हेर्ने हो भने चाहिँ यो पोइन्टमा आएर चाहिँ अलिकति बाई गर्दा चाहिँ ठिक हुन्छ। तर पोलिटिकली हेर्दाखेरि चाहिँ पोलिटिकल चाहिँ स्टिल इन्स्टेबिलिटी छ। सो पोलिटिकलले गर्दाखेरि चाहिँ प्राइस चाहिँ डाउन हुन सक्छ। यदि पोलिटिकली चाहिँ राम्रो छैन भने चाहिँ नेप्सीमा चाहिँ त्यो प्रभाव पर्नेछ। सो डाउन हुन सक्छ। योभन्दा तलको पोइन्ट भनेको यहाँ छ। सो यतातिर नो सपोर्ट एन्ड रेजिस्टेन्स, सिधै तल आउनु पनि सक्ने चान्स चाहिँ एकदम हाई छ यतातिर। सो त्यस्तै नै छ। But let's hope the market goes up. सो नेप्सीको अहिलेको लागि चाहिँ कन्सोलिडेसनको फेजमै छ। अब हेर्नुपर्छ के हुन्छ भनेर फ्युचरमा।